ल अब हामी अर्को सेट सल्भ गर्नु गइरहेछौँ। 2078 सेट सी भनेर दिएको छ है त। पहिला 2078 सेट सी क्वेसन नम्बर 10 भनेर दिएको छ। यसमा चाहिँ पहिला राम्रोसँग क्वेसन पढ्नुहोस्। अ लिमिटेड कम्पनी इस्यु द 5000 सेयर्स 100 एट अ डिस्काउन्ट 10 पर सेयर पेबल एज फलो भनेको छ। डिस्काउन्टमा दिएको रहेछ यो चाहिँ। अब यसमा एप्लिकेसनमा 50 छ, एलोटमेन्टमा 40 छ। ठिक छ, यसले फर्स्ट एन्ड फाइनल दिएको रहेछ। The application will receive the 4,000 shares. All the shares were allotted and calls money are duly received. ठिक छ, सबै सेयर एलोकेट भएछ र पैसा पनि आएछ भनेको छ। ठिक छ, र यसमा के आएको छ थाहा बुझ्नुभयो तपाईँहरूले? अन्डर सब्सक्रिप्सन आएको छ। भनेको मतलब कम्पनीले खोलेको भन्दा थोरैजनाले अप्लाई गरेछन् कि यसमा, त्यही बुझ्नुहोस्। यस्तो बेला एकदम इजी क्वेसन हो यो चाहिँ एकदम इजी क्वेसन हो। पहिला फर्मेट बनाएर अब यसको लेख्न सुरु गरिहालौँ। यसमा केही डिस्कसन गर्न पर्ने छैन। अब हामीले हेर्नुपर्छ ओन्ली कतिजनाले अप्लाई गरे त्यही सङ्ख्यालाई मात्र हिसाब गर्ने हो। हामीले कम्पनीले इस्यु गरेको छैन यसमा मतलब हुँदैन, किनभने यो अन्डर सब्सक्रिप्सनमा छ है त। भनेको मतलब अन्डर सब्सक्रिप्सन भनेको कम्पनीले इस्यु गरेको भन्दा अप्लाई गरेको सङ्ख्या कम छ क्या यसमा। ल ओके, यसो सुरु गरौँ। सेयर एप्लिकेसनमा सेयर एप्लिकेसन पहिलो इन्ट्री हुन्छ ब्याङ्क एसडिआर। ब्याङ्क एसमा कति हुने भयो त? अब हामीले कतिजना एप्लाई गरे अन्डर सब्सक्रिप्सनमा जतिजना अप्लाई गरेको त्यो सङ्ख्या मात्र हेर्नुहोस् है त। कति छ? 4000 इन्टु एप्लिकेसनको मनी कति छ? 50। कति आयो? 20 0 1 2 3 2 लाख टु के लेख्नुहोस्? सेयर एप्लिकेसन एसी भनेर लेख्नुहोस्। 4000 इन्टु 50 गर्दा कति हुने हो त? 2 लाख। ल यसमा लेख्नुहोस् being amount received on share application भनेर लेख्नुहोस्। अब दोस्रो इन्ट्री है त्यसको। दोस्रो इन्ट्रीमा हुन्छ के हुन्छ? सेयर एप्लिकेसनलाई डिआईमा राख्नु पर्यो। सेयर एप्लिकेसन एसडिआर यही लेख्नुहोस्। 4000 इन्टु 50 कति हुन्छ? 2 लाख टु थाहा छ तपाईँहरूलाई सेयर क्यापिटल एसी भनेर लेखिदिनुहोस्। 4000 इन्टु 50 कति हुने भयो? 2 लाखै हुने भयो है त यो। ल लेख्नुहोस् being application amount transfer to share capital भनेर लेखिदिनुहोस्। भइहाल्यो है त। भनेको मतलब अन्डर सब्सक्रिप्सन हेरिन्छ भनेपछि अप्लाई गरेको सङ्ख्या मात्र हेरिन्छ है, यदि अन्डर सब्सक्रिप्सनमा क्वेसन छ भने चाहिँ है त। ल अब यसको दोस्रो इन्ट्री गर्छौँ। यसमा एप्लिकेसन र एलोटमेन्ट मात्र दिएको रहेछ है। ल अब सेयर एलोटमेन्टको इन्ट्री हेर्नुहोस् है त। सेयर एलोटमेन्टको इन्ट्री हुन्छ पहिलो इन्ट्री थाहा छ तपाईँहरूलाई, सेयर एलोटमेन्ट एसडिआर। एलोटमेन्टको इन्ट्री देख्नुहोस् कति छ? 4000 इन्टु कति छ पैसा? 40 छ। 40 4 16 1,60,000। ल 1,60,000 टु यहाँनिर मैले छोडेको छु, यहाँनिर ठाउँ छोडेको छु है, टु सेयर क्यापिटल भनेर लेख्नुहोस्। के एसी भनेर कि 10,000 4000 इन्टु 40 गर्ने हो त? होइन है, यसले डिस्काउन्टमा भनेको छ। हेर्नुहोस् त एलोटमेन्टको पैसा कति भनेको छ? एप्लिकेसनको 50 भनेको छ, एलोटमेन्टको 40 भनेको छ, टोटल 90 आयो नि त। भनेको मतलब यसको पैसा चाहिँ 50 हुन्छ नै। यो यसको पैसा के हुन्छ त? 50 हो। 10 रुपियाँ के गरे हो त? हाम्रो डिस्काउन्ट गरिदियो हो कि
50 हो माइनस 10 रुपियाँ चाहिँ के गरेको डिस्काउन्ट गरेर 40 पारेछ। क्यापिटलको मूल्य कति रहेछ त 50 रहेछ। लेख्नुहोस् 4000 इन्टु 50 गरेर कति हुन्छ त कति हुने भयो 26 20 1 2 3 4 3 लाख। डिस्काउन्ट एसी भनेर लेख्नुहोस्। डिस्काउन्ट जहिले पनि केमा हुन्छ डिआरमा हुन्छ है। अब डिस्काउन्ट कति छ त डिस्काउन्ट लेख्नुहोस् 4000 इन्टु 10 भनेर कति हुने भयो त यहाँनिर 40000। ल थाहा छ भनिसकेको छु मैले। डिस्काउन्ट आएपछि क्यापिटलको माथि लेख्नुहोस्, प्रिमियम आएपछि क्यापिटलको तल लेख्नुहोस् भन्दैछु है त। ल यसको न्यारेसन लेख्नुहोस्। ल बिङ जे काम भइरहेको त्यही लेख्नुहोस्। यो सेयर एलोटमेन्ट भयो नि त। सेयर एलोटमेन्ट विथ डिस्काउन्ट एमाउन्ट ड्यू भनेर लेखिदिनुहोस् है त। अब यसो दोस्रो इन्ट्री है त। दोस्रो इन्ट्रीमा के हुन्छ हामीसँग थाहा छ तपाईँहरूलाई। दोस्रो इन्ट्री हुन्छ ब्याङ्क एसिडिआर। अब दोस्रो इन्ट्री त सिधै छ, सिधै लेखिदिनुहोस्। ब्याङ्क एसिडिआर टु हुन्छ सेयर एलोटमेन्ट एसी भनेर लेखिदिनुहोस् सिधै। ब्याङ्क एसीमा कति आउँछ त यही हो 4000 इन्टु 40 गर्दा 1,60,000 आउने। यहाँ गर्नुहुन्छ भनेपछि यहाँ गर्नुहोस् 4000 इन्टु 40 गर्दा भनेर 1,60,000। यहाँ पनि कति आउने भयो त 1,60,000 लेखिदिनुहोस्। बेङ amount received on share allotment भनेर लेखिदिनुहोस्। सिम्पली है त। ल यो छोटो सुधार रहेछ, यो यति नै हो है त। ल